मैले त केही देखेको छुइनँ कोही कोही मान्छेहरूलाई होइन। हेलो नमस्ते गुड मर्निङ गाइज। आज चाहिँ हामी होइन यो चाहिँ अब बाबाको कोट अब यसो काम गर्नु जाँदाखेरि लाउँदैछु भनौँ न। काम गर्नुको लागि हो यो कोट चाहिँ होइन। अन्त अब हामी बास काट्न जानु लाग्यो। ओके अब यस्तै भइराखेको छ। अन्त यहाँ अब बास लाउनु लाग्यो। अहिले जस्ट दामी छ। जस्ट यहाँ चाहिँ बस्ने ठाउँ बनाउनु लाग्यो हो। अन्त अब हामी सामान निकाल्छौँ। हाम्रो सामान चाहिँ फेरि घत्रा ठाउँमा छ। अनि हामी यतिसम्म धनी छौँ कि हो, हामी फ्रिजमा राख्छौँ। फ्रिजमा हामी यतिसम्म धनी छौँ कि फ्रिजमा माल सामान हुन्छ हो। अब यहाँ हेर न, आएर सक्छ त कसैले सक्दैन नि। त्यो अर्को खुकुरीले ल, यो खुकुरीले त हुँदैन। अब हामी चाहिँ बाँस काट्नु जानुपर्ने हुन्छ होइन गाइज। यस्तै छ। अब यो लगेर जानुपर्ने हुन्छ। ल अब हामी जाँदैछौँ यति भन्दै। म त्यसो बाँस उहाँको काट्नु कि त्यहाँको काट्नु कि त्यहाँको काट्नु कि त्यहाँको काट्नु कहाँको काट्नु कन्फ्युज छौँ। अब हेरौँ यहाँ छिप्पेको रहेछ। यहीँ काट्ने छिप्पेको रहेछ नि, नभए छिप्पेको रहेन त्यहाँ जानुपर्छ। कतिले बाँसै छैन जस्तो छ, कलिलो छ जस्तो सबै। गाह्रो पऱ्यो फेरि उहाँबाट ल्याउनु। यो सबसे टाढो छ हरेस लाग्दो अब चाहिँ हो। छिपेको बाँस हेर्दै काट्दै गर्नुपर्ने छ। उहाँ पर जानुपर्छ। च्या हरेस लाग्दो यार। हामी चाहिँ यसरी बोकेर हिँड्दैछ। भाइ हिँड्दैछ। यहाँ चाहिँ म के गर्नु, गाउँले जीवन यस्तै छ। मरिसक्यो कहाँ दुखेर निशाने। अब आइपुग्यौँ। तपाईँलाई खुर्केर कासेर रेडी बनाउने हो होइन। मैले त केही देखेको छुइनँ यार निशाने, केही देखेको छुइनँ कोही कोही मान्छेहरूलाई होइन। मैले त केही देखेको छुइनँ। मैले केही देखेको छुइनँ, मेरो आँखाले केही देखेको छैन। ओइ तिमीहरू कहाँ गएको हा? मैले केही देखेको छुइनँ।